हेलो। हेलो। हजुर नमस्ते। हजुर नमस्कार। हजुर भन्नु त छ है। त्यही त यो कसरी कहाँ हो अफिस त राम्रो हाम्रो यो कसरी काठमाडौँ के कस्तो पेपर हो काठमाडौँ चाबेल स्तूप अगाडि हो। हजुर कहाँबाट होइसिन्छ सर? यता दाङबाट। ए हाम्रो चाहिँ यो काठमाडौँमा छ सर है। हाम्रो यो चाहिँ काम भने एउटा स्केच गरेको चित्र हुन्छ, त्यसमा पेपर टाँस्ने, टाँसेर त्यसको सेप मिलाएर कटिङ गर्ने हो। तपाईँको यसको स्यालेरी भने तपाईँ फुल टाइम गर्नुहुन्छ भने 30,500 हो, पार्ट टाइम गर्नुहुन्छ भने 15,500 हुन्छ। काम, स्यालेरी, पेमेन्ट, जब सबै कुराहरू फिक्स हुन्छ। हजुरलाई काठमाडौँ आउन मिल्छ, काठमाडौँ आएर गर्न मिल्छ भने चाबेलमा छ हाम्रो अफिस। काठमाडौँ चाबेल आएर यो नम्बरमा कल गरेर अफिसमै आएर बुझेर पनि गर्न सक्नुहुन्छ। यदि तपाईँलाई काठमाडौँ आउनको लागि पोसिबल छैन, तपाईँ आफ्नै घर कोठामै बसेर नि गर्न चाहन्छु भन्नुहुन्छ भने त्यहाँ बसेर नि गर्न मिल्छ। त्यसको लागि चाहिँ हजुरको नाम, नम्बर, घरको लोकेसन चाहियो र योभन्दा अगाडि तपाईँले पेपर कटिङ सम्बन्धी काम गर्नुभएको छ, सिक्नु भएको छ भने सिकेको सर्टिफिकेट र स्याम्पल पिस पठाइदिनुपर्छ। यदि त्यो छैन तपाईँसँग भनेदेखि चाहिँ तपाईँले सिकेर गर्नको लागि 2200 रुपियाँ लाग्छ। 2200 रुपियाँ चाहिँ तपाईँले ट्रेनिङको पेमेन्ट गर्नुपर्ने हुन्छ। पेमेन्ट गरेपछि तपाईँको घरमा आवश्यक पर्ने सबै मेटेरियल्सहरू हामी यहाँबाट प्रोभाइड गरिदिन्छौँ र तपाईँले त्यहाँ बसेर बनाएर चाहिँ तपाईँलाई हामीलाई कुरियरको थ्रुबाट चाहिँ सामान पठाइदिनु पर्ने हुन्छ। तपाईँलाई त्यसको लागि सबै कुराहरू एग्रिमेन्ट गरेर काम गराइन्छ है। काम, स्यालेरी, पेमेन्ट सबै कुराहरू फिक्स हुन्छ। अब तपाईँले काम गर्ने वर्कको डिजाइन भने एउटा मात्रै हुन्छ, त्यस्तो डिफ्रेन्स हुँदैन। अनि तपाईँले कसरी गर्छ मजाले तपाईँलाई ट्रेनिङ हुन्छ भिडियो कलको थ्रुबाट वा तपाईँलाई हुन्छ नि रेकर्डेड भिडियोबाट हुन्छ। अरू केही छ भने हजुर सोध्नुहोस् न है। त्यही त त्यसको लागि हजुरहरूले मलाई के छ कस्तो खालको पेपर हो हुन्छ म एकचोटि तपाईँलाई भिडियोहरू हुन्छ म